नमस्कार सबैमा, म अनिल। आज हामी यो भिडियोमा रहेर विकली एनालाइसिस चाहिँ गर्नेछौँ है त। सिम्पल ल्याङ्ग्वेजमा नै गर्नेछौँ, नेपाली ल्याङ्ग्वेजमा है त। अब हाम्रो विकली सिनारीमा मार्केट चाहिँ घटिराखेको चाहिँ छ है त। हेर्ने हो भने चाहिँ हामी अझै पनि चाहिँ विकली सिनारीमा चाहिँ एउटा डाउन ट्रेन्डमा नै छौँ है, किनकि चाहिँ हाम्रो टप लगाएको चाहिँ थियो चाहिँ लगभग चाहिँ 2970 को रेन्जको आसपासमा। त्यसपछि एउटा हायर लो लगायो, यो पनि हायर लो नै छ। मार्केटमा चाहिँ यो प्याटर्न चाहिँ बिल्डअप चाहिँ भएको छैन। जुन प्याटर्न भनेको चाहिँ हायर हाई प्याटर्न भन्नाले अहिलेसम्म मार्केटमा हेर्ने भने चाहिँ लोड हाई है, अनि लोड हाई एलएच है, यो चाहिँ एलएचको चाहिँ श्रृङ्खला भयो, लोड हाईको श्रृङ्खला। मार्केट अब विकली सिनारीमा एनालाइसिस गर्ने बेलामा चाहिँ कमसेकम पनि चाहिँ 2544 भन्दा बिलो जाँदैन भने हामी चाहिँ पोजिटिभ नै हुन चाहिँ सक्छौँ है। त्यो मिड टर्मको लागि है, भन्नाले चाहिँ लामो टाइम फ्रेमको लागि, विकली सिनारीको लागि है त। अब त्यसमा चाहिँ अब सर्ट टर्मको लागि त फरक सिनारीमा चाहिँ सोच्नु चाहिँ पर्यो है त। बाई कसरी गर्न चाहिँ सकिन्छ त भन्दा यो सिनारीमा आउने सेयरफेयरमा चाहिँ बढ्ने कोसिस गर्छ भने बल्ल चाहिँ हामी चाहिँ डिमान्ड एरियामा आएर मार्केट चाहिँ पुस हुन थाल्यो भनेर बाई गर्न चाहिँ सक्छौँ है त। बाईको स्ट्राटेजी अलिकति फरक छ, एनालाइसिसको पाटो चाहिँ अलिकति फरक चाहिँ हुन चाहिँ जाला है त साथीहरू। अब मार्केटले आफ्नो एउटा चाहिँ डेली सिनारीमा त चेन्ज अफ क्यारेक्टर्स पनि लिएर चाहिँ बढ्ने कोसिस गरेको हो, तर चाहिँ अझै पनि बढ्ने कोसिस गर्दा पनि तल्लो टाइम फ्रेममा चाहिँ आएको हो। हामी अब सिम्पल भाषामा बुझौँ कि जबसम्म चाहिँ मार्केटले विकली सिनारीमा चाहिँ एउटा हायर लो बनाउँदैन तबसम्म चाहिँ हामी चाहिँ त्यति धेरै पोजिटिभ चाहिँ हुन चाहिँ सक्दैनौँ भन्ने सिनारी हो है त। त्यो चाहिँ अब हामी ओभरअल्ली हेर्ने हो भने चाहिँ कमसेकम पनि चाहिँ मार्केटमा चाहिँ एउटा सिनारियो हेर्ने भने यो एरियाबाट नै गइहालेको खण्डमा पनि है त, यो फेयर भ्यालु ग्यापहरू भयो है त, त्यस्तै गरी चाहिँ डिमान्ड एरियाहरू भयो, त्यो एरियामा विकली सिनारीमा मार्केट माथितिर जान्छ भने हामीले यो रेन्जको आसपासलाई है त अब बढिहालेको खण्डमा, होइन भने त हाम्रो तल्लो पोइन्ट भयो, होइन भने चाहिँ माथिल्लो पोइन्टको आधारमा चाहिँ हामी बाहिर सेलको लागि चाहिँ जान चाहिँ सक्छौँ है। अब थोरै डेली सिनारीबाट चाहिँ मार्केट एनालाइसिस गरौँ। डेली सिनारीमा के छ त भन्दा मार्केट एउटा हामीले भन्दै आएका चाहिँ छौँ कि एउटा चेन्ज अफ क्यारेक्टर चाहिँ लिएको हो, पहिलाको हाईलाई चाहिँ तोडेर गयो र मार्केट रिटेस्ट हुने सिनारीमा योभन्दा तलतिर खस्नु चाहिँ हुने थिएन है त। तर मार्केट हो, मार्केट सधैँभरि चाहिँ राइट हुन्छ। मार्केटमा चाहिँ त्यति धेरै डिमान्ड क्रिएट भएन र मार्केट तलतिर चाहिँ झऱ्यो। आफैमा पनि यो एरिया भनेको चाहिँ एउटा डिमान्ड एरिया पनि हो, भन्नाले चाहिँ फेयर भ्यालु ग्यापहरू भएको एरिया है त। अनि यो एरिया भनेको चाहिँ पहिला चाहिँ डिमान्ड एरिया आएको एरिया पनि भयो है त। त्यस्तै गरी नर्मल भाषामा बुझ्दाखेरिमा अर्डर ब्लकको एरिया भन्दा पनि भयो, डिमान्डको एरिया पनि भयो है त। यो फेयर भ्यालु ग्यापको एरिया भयो, एफभिजी भनेर भन्छ है त, एफभिजी भनेर भन्छ। अनि यो अर्डर ब्लक अनि डिमान्ड एरियाको आसपासमा आएर मार्केट फर्किएको खण्डमा हामी बाईमा जान चाहिँ सक्छौँ। इभन स्ट्रङली रूपमा एसएल लगाउने स्टकहरू भएको खण्डमा चाहिँ एसएल लगाउनु चाहिँ पर्यो। एसएल नलगाउने खण्डमा भएका स्टकहरूमा चाहिँ एभरेजिङ चाहिँ गर्दै चाहिँ जानु पर्यो। एभरेजिङ गर्नको लागि एभरेजिङ गर्ने स्टकहरूमा एग्रेसिभ रूपमा जाने होइन कि 25% है त। त्यस्तै गरी चाहिँ तल्लो पोइन्ट हाम्रो चाहिँ कुन हो त भन्दा हामी यो एरियाको आसपासमा चाहिँ जान पनि सक्छौँ, भन्नाले 2440 को एरिया वा त 2450 को एरिया, यो रेन्ज र यो रेन्जको आसपासमा स्ट्रङ डिमान्ड रेन्जमा भएको कम्पनीहरू चाहिँ बाईको लागि चाहिँ जान चाहिँ सक्यो, जुन चाहिँ फन्डामेन्टली स्ट्रङ अनि त्यस्तै गरी डिभिडेन्ड डिक्लेयर गर्न चाहिँ सक्ने त्यस्तो कम्पनीहरूमा चाहिँ बाईमा जान चाहिँ सकियो। अहिले एकदम डिमान्ड एरिया अनि त्यस्तै गरी चाहिँ धेरै नै घटेको चाहिँ स्टकहरूमा हेर्ने भने लाइफ इन्सुरेन्सहरू चाहिँ छ है त। लाइफ इन्सुरेन्समा जान चाहिँ सक्यो। यसमा एउटा आइएलआई पनि एकदम राम्रो नै बेटर चाहिँ छ है त, बेटर जोनमा चाहिँ छ, जसमा चाहिँ हेर्न चाहिँ सक्नुहुन्छ तपाईँले। अनि त्यस्तै गरी चाहिँ सिएलआई पनि चाहिँ आफ्नो डिमान्ड एरियातिर चाहिँ छ कि छैन, आफ्नो डिमान्ड एरियातिर चाहिँ छ, यसलाई पनि बाईमा जान चाहिँ सक्यो। तर अब यसको चाहिँ मेजर सपोर्टको पोइन्ट अलिकति धेरै नै तलतिर चाहिँ छ। अब आउँदैन भन्ने चाहिँ हुँदैन मार्केटमा है त। यो डिमान्ड एरियालाई चाहिँ रेस्पेक्ट नगरेको खण्डमा चाहिँ अर्को तल्लो एरिया भनेको यो एरियाको आसपासमा आउन पनि सक्छ। त्यस कारणले गर्दा डिफ्रेन्स धेरै छ है त। लगभग चाहिँ 430 को एरिया र 340 को एरिया भनेको डिफ्रेन्स धेरै छ। त्यस कारणले यो मिड टर्ममा भन्दा पनि यो रेन्जबाट नबढेको खण्डमा चाहिँ यहाँभन्दा तलतिर एसएल लगाएर हामी फेरि पनि यो रेन्जको आसपासमा चाहिँ हेर्न चाहिँ सक्छौँ है त, स्ट्रङ कम्पनी भएको खण्डमा। तर आइएलआईमा चाहिँ त्यति धेरै चाहिँ त्यस्तो केस चाहिँ छैन। यो एरियाबाट चाहिँ फल भइहाले चाहिँ यो एरियाको आसपास हो। तर नेप्से पनि
फलिङ चाहिँ हुनु चाहिँ पर्यो एग्रेसिभ रूपमा, नत्र भने चाहिँ त्यति धेरै चाहिँ डिफ्रेन्ट चाहिँ नहोला है त। तल्लो रेन्जमा भएका कम्पनीहरू, अब माथिल्लो रेन्जमा भएका कम्पनीहरू त जस्तै कि हाइड्रो पावरमा अब टप टर्नओभर आएका कम्पनीहरू एसओएचएल भयो है त। एसओएचएल चाहिँ के छ भन्दाखेरिमा डेली सिनारीमा हेर्नु पर्यो ट्रेडको लागि। ट्रेडको लागि हेर्ने हो भने चाहिँ यो एरियाभन्दा तलतिर जान खोज्यो भने स्ट्रङली रूपमा 650 भन्दा तलतिर जान खोज्यो भने चाहिँ एसएल लाउनु पर्यो। यो रेन्जमा चल्छ भने चाहिँ रिस्क चाहिँ लिन चाहिँ सकियो है त, रिस्क लिन चाहिँ सकियो, तर एसएल चाहिँ लाउन चाहिँ सक्नु चाहिँ पर्यो है त। अनि त्यस्तै गरी चाहिँ टप टर्नओभरमा आएका कम्पनीहरू चाहिँ अरू कुन कुन छन्? टप टर्नओभरमा आएका कम्पनीहरूमा चाहिँ अब रिदी पनि छ। एउटा रिदीलाई हेर्ने हो भने चाहिँ तपाईँको चाहिँ के छ त भन्दाखेरि प्याटर्न, यो प्याटर्नमा चाहिँ चलिराखेको चाहिँ छ, यो प्याटर्नमा है त। यो बिलो जान्छ भने एसएल लाग्छ है साथीहरू, यो बिलो जान्छ भने एसएल लाग्छ। इभन चाहिँ बाईको लागि चाहिँ 330 भन्दा बिलोतिर आउँछ भने बल्ल चाहिँ डिमान्ड क्रिएट गर्छ भने यो एरियाबाट चाहिँ बाई चाहिँ हुन चाहिँ सक्ला है त। यो एरियाबाट बल्ल बाई चाहिँ हुन चाहिँ सक्ला है त। हस् त, अब मार्केटमा लङ टर्मको लागि अलिकति सिनारियो हेरेर आफ्नो चाहिँ स्टडी गरेर चाहिँ लिन चाहिँ सक्नुहुन्छ। सर्ट टर्मको लागि आफ्नो स्ट्राटेजीहरू चाहिँ क्लियर हुनु चाहिँ पर्यो। एसएल लाग्छ भने एसएल लगाउनु नै पर्यो। लङ टर्मको लागि पार्सली रूपमा चाहिँ बाईमा जाँदै गर्दाखेरिमा चाहिँ लङ टर्ममा बेनिफिट चाहिँ हुन चाहिँ सक्ला। अब यो भिडियोलाई लिएर चाहिँ अब बाई सेल भन्दा पनि एउटा एजुकेसनल पर्पजबाट चाहिँ लिँदाखेरिमा चाहिँ बेटर होला। अहिले तत्कालको लागि मार्केटमा एग्रेसिभ रूपमा जानुभन्दा पनि पार्सली रूपमा जाँदाखेरिमा चाहिँ बेटर चाहिँ होला है त। हस् त, आजले यति नै, धन्यवाद।